Hello everyone, good morning. Welcome back to my YouTube channel and new vlog. आज पनि मैले नयाँ दिनको सुरुवातसँगै नयाँ भ्लग लिएर आएको छु आफ्टर 1 month हैन। मैले चाहिँ आज एकदमै छिटो उठेर अनि मोड पनि एकदम फ्रेश अनि मौसम पनि त्यस्तै राम्रो भएको छ, त्यही भएर मैले चाहिँ आज भ्लग स्टार्ट गर्दैछु साथीहरु। सो आजको मौसम यति रमाइलो छ, यति दामी छ है, हेर्नुस् त ल। काका काकीहरु तल हुनुहुन्छ, हेर्नु आम्मम मेरो घर अगाडि चाहिँ यस्तो छ है। मेरो घर चाहिँ कुन हो भन्दाखेरि यो कति सानो है, यति ठुलो अल्गो घरमा चाहिँ म आइरहेको छु। म चाहिँ यहाँ काकाको घरमा आइरहेको छु। हामी चाहिँ अहिले हटिया जान लागेको विपना बहिनी र म। सो विपना बहिनी रेडी भइसक्नु भएको छ, भागेको भएको हुनुहुन्छ। अनि छोरीलाई चाहिँ मैले तल आन्टीकोमा छोरी राखेर जान लागेको छु। म चाहिँ बिर्सिसकेको छु क्या भ्लग गर्नु पनि, के अरे क्यामेरामा आँखा जुदाउनु पनि डर लाग्दैछ हो। एक महिनापछि भ्लग गर्दा त यस्तो भइसकेको छु। ल अब चाहिँ हामी हटियातिर लाग्छौँ साथीहरु। जाम विपना अफ गरिसके। ल चाहिँ पो राख्ने उसे। अब चाहिँ हामी लाग्यौँ। आज चाहिँ बिहान बिहानै उठेँ, 2 बजे उठेको होइन, 2 बजे उठेको। म सुत्दै सुतिनँ अनि 4:30 मा उठेर नुहाइधुवाइ गरेर छोरी उठ्यो। अनि त्यसपछि दिपनाले जाम हटे दिदी भन्नुभयो अनि हामी चाहिँ गएको। ऊ चाहिँ मेरो मोटी बहिनी तर राम्री बहिनी है। बहिनीहरूको घर नै बिर्सिन्छु। कुन ठाउँको तपाईँको? हात्ती फर्का बहिनीको घर चाहिँ। अनि हामी चाहिँ यहाँ नजिक नजिक छौँ अनि आज हामी चाहिँ हटिया जाँदैछौँ सँगै। 1 महिना ठ्याक्कै 1 महिना भएछ भ्लग नगरेको। फाउन्डेसन लगाएको यहाँ हेर्नु न। अस्ति 5000 को किनेर ल्याएको थिएँ कि। अहिले चाहिँ हामी हटिया आइसक्यौँ साथीहरु। अनि यो तल्लो बाटो हो, यो तल्लो बाटो चाहिँ तल्लो कोप्से जाने, अनि यो बाटो चाहिँ मास्लो कोप्से जान्छ है यताबाट। सो अब चाहिँ हामी हटियातिर लाग्छौँ। बहिनीले चाहिँ यतिखेर तन्ना किन्नु भएको। ल जा ल, यहाँ लगाउनु ठुलो ब्याग छ। हटियाको दृश्य टमाटर लैजाउँ ल यहाँदेखि। दिदी टमाटर किन्नु हुने अरे। भिडियो गर्दै टिकटक बनाउनु है, अलिकति मजाले हान्नु है। ओरेन्ज सिटी म तपाईँलाई खिचिदिन्छु त। कस्तो राम्री मान्छे पनि राम्रै, ठाउँ पनि राम्रो छ हाम्रो धनकुटा चाहिँ। हामीले चाहिँ यति मात्रै किनेको हटिया गएर केही नकिने आइसक्यो हामी चाहिँ। सब्जी किनेको अरे त्यो आलु र के अरे मैले किनामा कि किनामा भन्छ, किनीमा हुन्छ हाम्रो त्यो चाहिँ किनीमा। अनि त्यसपछि के अरे इस्कुसको मुन्टा, त्यति किन्नलाई नानी छोडेर यति राम्री भएर आएको। अब चाहिँ भने म यहाँ दही किन्छु अनि फेरि हामी घरतिर लाग्छौँ। देख्न सक्नुहुन्छ हाम्रो धनकुटामा निकै प्रगति हुँदैछ। हामी चाहिँ घर फर्किँदै थियौँ यतिखेर चाहिँ यहाँनिर के होटेलको जहिले बिर्सिन्छु कि केही प्रिपेयर नै छैन मसँग चाहिँ।
मोचुङ्गा होटलबाट चाहिँ यहाँ सबै टुरिस्टहरू निक्लिनु भयो अनि एकजना राम्ररी न्युवर ड्रेस लाउनु भएको सिस्टरले चाहिँ यहाँनिर यहाँको बारेमा सबै बुझाइराख्नु भएको छ उहाँहरूलाई गाइड गरिराख्नु भएको छ वाट नाइस त्यही भएर मैले क्याप्चर गरिहालेँ यो मोमेन्टलाई पनि सो अब चाहिँ हामी फेरि घरतिरै लाग्छौँ त है यो के अरे हाम्रो ओरेन्ज सिटीको सबैभन्दा राम्रो लाग्ने घरै मलाई चाहिँ यो हो है कस्तो दामी सबैले यही घर मन पराउनु नखिच्ने तपाईँको खिचिन्छ हाम्रो होस् नखिच्नु खिच्ने त यहाँ खिचिन्छ होइन होस् हेरौँ त कस्तो देखिन्छ दामी देखिन्छ कति राम्रो देखेको कि मङ्गोलियन फेस ओभरै राम्रो हाम्रो बहिनी यो अलिअलि क्लिप्स तपाईँलाई म पठाइदिन्छु कि यो गरेर सबै भिडियो पठाइदिन्छु म पनि टिकटकमा हाल्छु म चाहिँ जहिले भ्लग बनाउँदाखेरि यस्तो मुन्टो बनाउँछु क्या सिधा कन्फिडेन्स नभएको मान्छेले कहिले पनि प्रगति गर्न सक्दैन त्यसरी हेर्दाखेरि तपाईँ चाहिँ यति आउला नि म चाहिँ होला यति त यस्तो गर्नु तर यताउति पनि राम्रो नि यिनीहरू यो चाहिँ अलिक सेन्टरमा भएन नि त यो घरहरू नि रोडैमा अनि राम्रो छ जे होस् धनकुटामा चाहिँ प्रगति हुँदैछ